सो वाट्स अप ब्युटिफुल पिपुल एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। र आज चाहिँ मेरो बाइक बिग्रेको हुनाले अब पेल्दै ग्यारेजसम्म लग्नु पर्ने हुन्छ। म राइट साइडबाट लेफ्ट साइडबाट आउँछु। हाम्रो अहिलेको अवस्था यस्तो छ। खाए होटलको गर्मीमा मेरो हालत यस्तो छ केटा हो, बाइक पेल्दै हिँड्नु पर्यो। अब ग्यारेज पनि यहाँनिरको बन्द छ। अब कालिका नगर जान पर्ने हुन्छ देवी नगरदेखि। लास्ट गर्मी छ, यो गर्मीमा बाइक पेल्न परिरह। बाइकमा चढेर हिँड्दा त छुट्टै हेर्छन्, बाइक पेलेको फेरि छुट्टै रिएक्सन आउने रहेछ। सबै कुराको फिल हुँदैछ, पेलेको छुट्टै फिल आउँदैछ। लास्ट गर्मी भयो यार। इनर्जी ड्रिङ्क खानु छोड अब। एउटा हो साथीहरू भन्ने पनि आफूलाई चाहिँदा मात्रै हो, आफ्नो काम पर्दा चाहिँ कसैले फर्केर हेर्नेवाला छैन। त्यही भएर लाइफमा आफ्नो लागि गरेकै बेस्ट भन्छु म चाहिँ। आफ्नो काम पर्यो भने चाहिँ घरको हरेक कुरा छोडेर आउँछन्। अब आफूलाई पर्यो भने चाहिँ कसैले हेर्नेवाला छैन। त्यही भएर सबैले रिभेन्ज लिनुपर्छ त्यो कुराको चाहिँ। आफूले त सकेको राम्रो गरौँ भनेर सोचे हो। अहिले आफ्नो बाइक बिग्रिँदा त्यसरी पेल्नुपर्छ। केटाहरूको बाइक बिग्रिँदा सहयोग भन्ने कुरा कसैबाट पनि आएन। जब भित्र छिर्नु हामी शीतलको बाटो जानुपर्ने हुन्छ। अङ्कल 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 यार, यसरी बाटो चेक्दिनु होला त यार। कति पीडाले पेल्दै आइरह। केटा फाइनल्ली हल्का भनी शीतलको फिल गर्न पाइयो। थेर बरु बाइकै चढ्न नपरोस् तर यति दुःख पाउन नपरोस् यार। ठ्याक्क हामी चाहिँ चियालयदेखि यताबाट भित्र छिरेर जान थालेको, अलिक शीतल शीतल बाटो। गर्मी भयो गर्मी कसम। बेलुका एउटा सलाइन चढाउनु पर्छ यार यस्तो पाराले त। लास्ट गर्मी भयो यार, पसिनाले रुदिसके। लाइफमै नभएको पीडा। यतिको दुःख त केही नै दुःख हुनु र बाइक चढेपछि। दोस्तको पछाडिबाट पसिना आइरह अरे। सकभर एम्बुलेन्सलाई जस्तै हाम्रो नहीं गाह्रो छ केटा, गाह्रो छ। आज के बाद हम दोस्त के लिए कुछ नहीं करेंगे, जो करेंगे अपने लिए करेंगे। दोस्त के सब दोस्त ने मेरे को गाड मार दिया यार। सालाहरूलाई मैले जति गरौँ लास्टमा ब्याक टु ब्याक मलाई रिभेन्ज फर्काइरहन् यार। आफूलाई दुःख पर्दा कोही हुन्न। गर्मी छ यार, लिची टिपेर दिए पनि हुने हो। लेट्स गो। केही छैन, दुःखलाई पछाडि राखेर सुखलाई अगाडि राख्नुपर्छ। यतिको बाइक पेलेर मरिन्न त भन्ने हो। बाइकबाट पसिना आइरह यार। बिजोक भयो बिजोक। कहाँ लिची चढ्ने प्लान हुँदैछ। आम्मामा गर्मीमा बाइक पेल्न त केटा गाडै फाट्छ यार।
ग्यारेजको दाइ त लिन आउँछु भन्दै हुनुहुन्थ्यो, त्यही पनि अलिकति ढिला भयो क्या। फेरि अरू काम पनि छ, बाहिरको लागि टी सर्ट प्रिन्टहरू पनि गर्न थियो, त्यही भएर सकभर बाइकको काम छिटो गरौँ भनेर अगेर के हुन्छ हेरौँ। अब थकै लागेर होला, भोलि पनि अर्कै आइरह डोन्ट माइन्ड। ओ यो दुःखले त लाग्छ कि मलाई अब एउटा होन्डा साइन किनेर चढाउँ जस्तो लाग्न थाल्यो यार। दुःख पनि साह्रै दुःख दियो यार बाइकले। गाह्रो छ केटा हो, गाह्रो छ बाइक चढेर हिँड्दा नि। कहाँनिर यो थाहा होइन, भुवनसिंह मार गरे यो बाटो कालिका नगर। ओके, हाइवेबाट हिँड्नु भन्दा यो बाटो हिँड्न सही छ नि त, पेल्दै त। हाइवे त अहिले बाइक बनिसकेपछि हिँड्नुपर्छ नि त फेरि। यत्रो भाइहरूले पालो पेल्दै भने त बाइक एकैछिनमा पुग्थ्यो यार। केटा हो, अब यो भगवान्ले भएको स्टारमा पनि सकिसक्यो। अब त पेट्रोल खानुपर्छ यार, बुस्ट खाएर हुँदैन अब। यस्तो पसिना आइरहेको, कसम मुख धोए जस्तो आइरहेको यार। हालत त्यस्तो छ, पसिना आइरहेको सफ। फ्रुटी खाँदै चट्टा बाह्रमा दोस्त यता छ नि। हालत त्यस्तो छ केटा, अब चाहिँ फ्रुटी खानुपर्ने हुन्छ। फ्रुटी खाएर हामी फेरि हालत यस्तो छ केटा। अब बाइक त पेल्नै पऱ्यो बनाउनको लागि। पसिनाले लास्ट गरेर अब फ्रुटी खाएर हल्का भयो नि, इनर्जी गेन भयो। अब हामी फेरि यहाँबाट धकेल्दै लाग्नुपर्ने हुन्छ ग्यारेजमा। यहाँनिर चाहिँ अब फेरि बाइक पेल्न पर्ने हुन्छ यार। बिजोग भयो यार, आड फटायो नि बाइकले। नो ओहो, केसी भने जस्तो लाग्थ्यो। गाडी आयो, भागमा भागमै गाडी आयो। गाडी अस्ति एक्सिडेन्ट भएको नै नास्तिर। अहिले त्यसको बारेमा चाहिँ अहिले कुरा गरौँ न, पहिला ग्यारेजमा जान्नु। ठ्याक्क हामी विशाल दाईको ग्यारेजमा आइसक्यो। प्रोपाइटर विशाल केसी। विशाल दाई हुनुहुन्न जस्तो छ यार, बाइक छैन विशाल दाईको। हो कन्डिसन होइन हाम्रो विशाल दाईको। यता यो बाइक चाहिँ पुरै खोलन्दाज भइसकेको छ, यसका सबै अङ्ग भङ्ग हामीले बिएमसी ब्लगलाई देख्न सकिन्छ यहाँनिर। एउटा हामी जस्तै चिलमा छ भने विशाल दाईको ग्यारेजमा आउन सकिन्छ। अभी इधर वायरिंग की काम हो रही है, उसके बाद पता चलेंगे समस्या किस चीज़ में है। बाइक इधर है, अभी नई बन रही है। यही दीप फाइनली केटा बाइक स्टार्ट भयो। र फाइनली केटा बाइक स्टार्ट भयो र अब बाइक ठ्याक्क हल्का वास भनेर हामी त जानुपर्ने हुन्छ। हल्का माथि बजारतिर जान्छ। अब यहाँबाट बाइक बनाइसकेपछि हामी निस्किनुपर्छ। के साह्रो हो पेल्देको दाइले। हामी त यति बेला बाइक बनाएर अनि बाइकमा हल्का पेट्रोल पनि थिएन, छन त थियो त्यो पेट्रोलहरू, त्यही पनि त्यो सफा गर्दाखेरि अघि सक्यो। अनि ठ्याक्क हामी चाहिँ बाइक बनाएर अब निस्केको। यस्तो खाजासाजा खानु पऱ्यो पहिला, अनि त्यो हल्का टी सर्टहरू पनि प्रिन्ट गर्न बाहिर पठाउनको लागि। पहिला त आफ्नो पेट पूजा गर्नु पर्यो, त्यसपछि चाहिँ अरू काम गर्नुपर्ने हुन्छ। र यति बेला चाहिँ ठ्याक्क हामी बाइक बनाएर निस्किसकेका छौँ। यहाँ बजारमा बाहिर टी सर्ट पठाइदिनको लागि प्रिन्ट गर्न छ। पहिला टी सर्ट किन्नु पर्यो जर्सी टाइपमा, अनि त्यसपछि प्रिन्ट गर्न जानु छ। अब चाहिँ कहाँनिर जाने भन्ने कुरा चाहिँ थाहा छैन।
जियोस टी सर्ट किन्न चाहिँ विशाल बजार नै गइन्छ होला बस पार्कदेखि तलतिर। ठ्याक्क म चाहिँ यति बेला 3 कुने चोकदेखि माथि मिलन चोकनिर आइसकेँ। अब विशाल बजार गएर टी सर्ट किनेर प्रिन्ट गर्नको लागि जानुपर्ने हुन्छ। हामी चाहिँ सुक्खा नगर। त्यस बाइकले हरिब दुःख दियो आज। अब हेरौँ के हुन्छ। 12:12मा बाटो क्रस गर्दा चाहिँ ख्याल गर्नुपर्ने हुन्छ। फाइनली विशाल बजार चाहिँ जोड्न पाइएन। अब हामी जानुपर्ने हुन्छ हाट बजार। एउटा टी सर्ट त थियो तर 5-6वटा टी सर्ट भएन कि अलिक धेरै नै चाहिएको थियो, त्यही भएर यहाँ पाइएन। अब हामी जानुपर्ने हुन्छ हाट बजार। ठ्याक्कै यति बेला चाहिँ हामी बस पार्कनिर आइयो, बुटोल बस पार्क। मखमली चोली माथि छड्केलायो पिरती। कंटेंट बन गई भाइ, कंटेंट बन गए। ठ्याक्क बस पार्कनिर आइए त बस पार्क देख्न सकिन्छ। जस यति बेला चाहिँ शीतल छ, दिउँसोमा त लास्ट गर्मी यार। त्यो गर्मीमा बाइक दोजर आयो दोजर। फर्स्टमा त म यो के होला भनेर कन्फ्युज भएको, लास्टमा ट्रेन रहेछ यार। चल्ने पनि रहेछ, पहिला थाहा थिएन नि त। अब यस्तो देखाएको थिएन मैले त। सामान यताउति यो गर्ने, त्यहाँ माथि ड्राइभर हो कि पाइलट के भन्छ त्यो आई डोन्ट नो, त्यहाँ बसेर चलाउने रहेछ। जस माथिबाट चाहिँ भ्यू बवाल देखिन्छ होला यार। त्यसको त ड्रोन सट हाने जस्तो हुन्छ होला। 360 भ्यू देखिन्छ नि त्यो माथिदेखि त। किन भ्यू टावर बनाउनु पर्यो? मखमली आम्मामा कता हो टिप्पर दाई? टिप्पर वाला फेरि बुटोलको डन हो क्या। टिप्परको त जहाँ पनि आतंक हुन्छ यार। ठ्याक्क हामी चाहिँ अमरकोट लाइनमा आइसकियो। हाट बजार जानुपर्ने हुन्छ। आज त बजार लागेन होला सायद, त्यही पनि बाहिर भने किनेर लिएर आउनु पर्छ। 5-6वटा छ फेरि बाहिर पठाउनु छ भोलि। प्रिन्ट हान्नु पनि छ, काम धेरै छ। हेरौँ के हुन्छ आज सकिन्छ कि नै। जियोस् यति भ्लगको लागि बिगिनर हुनुहुन्छ र माइकको खोजीमा हुनुहुन्छ भने चाहिँ एउटा त्यो ज्याक पाउँछ त्यो आइफोनको त्यो के भन्छ हेडफोनदेखि आइफोनमा कनेक्ट गर्ने एउटा स्पिलेटर भन्ने त्यो, अनि एउटा त्यो 100, 150, 200 त्यो एउटा इयरफोन पाउँछ। त्यो इयरफोन युज गरे हुन्छ। माइकको चाहिँ काम छैन है। सकभर जति खर्च गरेर माइक किने नि त्यति नराम्रो साउन्ड आउँछ। माइकको चाहिँ कामै हुन्छ आइफोनदेखि भ्लग गर्नलाई। अब गोप्रोदेखि गर्नुहुन्छ भने त ठिकै हो, नाइ भने माइकबाट के भन्छ आइफोनदेखि भ्लग गर्नलाई चाहिँ माइकको काम छैन। बरु इयरफोनदेखि नै साउन्ड अलिक क्लियर आउँछ क्या। माइकमा यस्तो हुँदो रहेछ, आइफोनमा नि नोइज क्यान्सलेसन अनि माइकमा नि नोइज क्यान्सलेसन भइसकेपछि दुइटाको साउन्डै नमिलेर क्यार साउन्ड आउँदो रहेछ क्या। 3-4वटा माइक किनिसक्यो, वायरलेस वाला यताउति, लास्टमा भएन। अब केही जुगाड लाने एकपल्ट इयरफोनदेखि गर्छु भने अहिले त यो इयरफोनदेखि गराइरह हो। यसदेखि पनि त्यति क्लियर त आइरहेको छैन। जस अलि सस्तै माइक भएर राम्रो माइक त नै इयरफोन, त्यस राम्रै इयरफोन अलिकति पैसा हालेर महँगो इयरफोन किनेर भ्लगिङ गऱ्यो भने चाहिँ यसबाट साउन्ड चाहिँ राम्रै आउँछ। त्यो सेटअपहरू पनि त्यति नराम्रो भएर ठ्याक्क मुखको साइडमा भयो भने चाहिँ क्यार आउँछ। मैले पनि त्यति मिलाइराखेन यो हतारमा। अब अहिले त बाइक बनाउनु गएर आऊ भरे आज बजार लाग्यो जस्तो छ यार। लास्ट भिड छ आज के बार हो? ओभरटाइम गर्ने ठाउँ छैन। ला क्र्यास भयो केटा हो, क्र्यास भइदिएर यार। ला कहाँ जान हतार हो जोत्दैला यार टिप्परले। ला टिप्परले त फेरि डेटै फिक्स गरिदिन्छ नि एकपल्ट गएपछि। हो यसले त छोएपछि डेटै फिक्स हानिदिन्छ। हुन्छ जियोस् आफै आत्तिनुहुन्छ अनि मलाई चाहिँ नआत्ति जाने रे।
व्हाट द हेल म्यान, गर्न क्या चाहते हो तुम लोग? तर तपाईँ के लगाउनु र के भन्छ आई डोन्ट नो। ठ्याक्कै यति बेला चाहिँ हामी रोकेर कुजुस खाँदै हो। कुजुस खाएर रुममा जानुपर्छ, अलिकति स्ट्यामिना नै बढाउनु पर्यो। र आजलाई यति नै। थ्याङ्क्स फर वाचिङ दिस फुल भिडियो एन्ड सब्सक्राइब गर्न नभुल्नु होला। नेक्स्ट भ्लगको लागि चाहिँ बेल आइकनमा प्रेस गर्नु होला। धन्यवाद।